मङ्सिरे 15 गते मोक्षदा एकादशी सँगसँगै गीता जयन्ती परेको छ। प्रत्येक आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू तपाईको घरमा कलह छ अथवा दुःख कष्ट पीडाले सताइरहेको छ, यो एक काम अनिवार्य रूपमा गर्नुहोला। तपाईको घर नजिकै कुनै बग्ने खोला तीर्थ नदीहरू छन् भने त्यहाँ जानुहोला र त्यो नदीमा 3 डुबुल्की लगाउनु होला। यो मन्त्र भन्दै ओम नमः पार्वतीवतै हर हर गङ्गे भन्दै यो मन्त्र भन्दै तपाईले त्यो गङ्गामा स्नान गर्नुभयो, डुबुल्की लगाउनु भयो भने तपाईका जन्म जन्मान्तरका कुनै दोषहरू छन्, कुनै पापहरू छन् भने सबै नष्ट भएर जानेछन् भने तपाईको घरमा सुख शान्ति समृद्धि आउनेछ। दुःख कष्ट कलह छन् भने सबै निवारण भएर जानेछन् भने आकस्मिक धन वृद्धि हुन थाल्नेछ। कृपया जनचेतनाको लागि यो भिडियोलाई धेरै सेयर गर्नुहोला। जय महाकाली, जय महालक्ष्मी, जय महा सरस्वती।